आज गम गम खानुपर्ने हुन्छ। तो चलिए शुरू करते हैं। हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। इट्स मी सुस्मिता फ्रम जापान नेपाल। सो म अनि मेरो फ्यामिली सबैजना सन्चै छौँ। होप तपाईँहरू पनि सबैजना सन्चै हुनुहुन्छ भन्दै आजको भ्लग मैले स्टार्ट गरिसकेको छु। सो यहाँहरू सबैजनाले मेरो थम्बनेल हेरेर त थाहा पाइसक्नुभयो आजको भ्लगमा के छ भनेर। सो आजको भ्लगमा चाहिँ म मिठो टक्क परेको अचार बनाउन गइरहेको छु। म कसरी बनाउँछु भनेर हेर्नका लागि चाहिँ मेरो भ्लग तपाईँहरूले लास्टसम्म हेर्नुपर्ने हुन्छ। सो स्टे ट्युन गाइस। सो मेरो भ्लग हेर्दै गर्ने होला। मुला चाहिँ 6 किलो हो। सो मैले चाहिँ हिजो नै मुलाहरू किनेर ल्याइसकेको थिएँ। सो म फटाफट यसलाई पखालेर धुएर बनाउन थाल्छु। मुला सफा नै छ, तर पनि अब धुनु त परि नै हाल्छ। सो म यसलाई मजाले 1-2 पानी मजाले यसरी मिठी मिठी सफा बनाएर पखाल्छु। अनि त्यहाँ गाई तपाईँहरूले मुलाको अचार हाल्नु भएको छ कि छैन? आफै मैले चाहिँ यो फर्स्ट टाइम हाल्न लागेको हो। आउन त आउँछ मलाई। क्या बात है सर, क्या बात, ये बात है। तर हालेको चाहिँ छुइनँ मलाई। तर अहिले एउटा कुरा याद आयो क्या। के कुरा याद आयो भन्दा मेरो हजुरआमा क्या, मेरो मम्मीको आमा, उहाँले चाहिँ यस्तो मिठो मुलाको अचार हाल्नुहुन्छ कि अझै पनि हाल्नुहुन्छ। अहिले त तर बुढी भइसक्नुभयो आमा पनि, तर उहाँले हालेको चाहिँ वर्ल्डको बेस्ट फर मी। मेरो तर दाजुलाई पनि मनपर्छ, एकदम मिठो लाग्छ आमाले बनाउनु भएको अचार चाहिँ। फेरि सुकाउनु पनि हुँदैन क्या, आलु आलु नै हुन्छ नि। त्यो काटेर मरमसला मलेर आलु नै हाल्नुहुन्छ क्या। सो मलाई त्यही याद आइरहेको छ अहिले मुलाको अचार बनाउँछु भनेर चाहिँ क्या। अनि मेरो हजुरआमा चाहिँ काठमाडौँमा बस्नुहुन्छ मामासँग। सो मलाई कति फोन गर्नुहुन्छ क्या आमाले, आउँदिन कहिले भनेर। बुढी भइसक्नुभयो अनि पुरा नातिनीहरूको याद आउँछ क्या धेरै। अनि आइज न भन्नुभएकोमै गर्नुहुन्छ। म जान पनि पाएको छ, म जानु हुनुभन्दा अगाडि चाहिँ भेटेर आएको। अनि संस्कृति भइदिन चाहिँ म जान पनि पाएको छैन, तर छिट्टै जान्छु, आमालाई भेट्न आउँछु। जस्तो मेरो भिडियो हेर्दै हुनुहुन्छ भने मेरो आमालाई धेरै धेरै माया अनि धेरै याद आउँछ। फोन जहिले नगरे पनि तर याद चाहिँ जहिले आउँछ मेरो हजुरआमाको, मेरो आमाको। सो म चाँडै भेट्न आउँछु आमालाई। नातिनीको छोरी फलातिनीलाई लिएर। सो मैले चाहिँ मुला धुएर ल्याइसकेको छु साथीहरू, काट्छु। खुर्सानी पनि काट्नुपर्ने हुन्छ साथीहरू। सो मैले खुर्सानी चाहिँ अघि नै धुएर रेडी बनाइसकेँ। सो म काट्न गइरहेको छु। म त यो मुलाको अचार सम्झेर मुखमा पानी नै आइसक्यो। ए रहा नहीं जाता, तड़प ही ऐसी है ना। संस्कृति भ्लगमा हाई भनिदियो मम्माको भ्लगमा। नाचिदेऊ त एकचोटि। कुन गीतमा नाचिदेऊ त, कि गाडी नाचिदेऊ त कि? मेरो अचार बनाउने पार्टनर चाहिँ उनी हुनुहुन्छ क्या। हेर्नुहोस् त म्याम, मजाले काम गर्नुहोस् ल। हास भन्नुहोस्, तपाईँलाई मजा लाग्दैछ काम गर्नु हो? मैं तो थक गई भाई। फाइनली गाइस 7 किलो मुला बल्ल बल्ल काटिसकेँ मैले। यो मुला काट्नु पनि मलाई 45 मिनट लाग्यो गाइस। यहाँबाट मेरो छोरीको कामै त्यो यहाँबाट हालेर गइ यति काम गरेर। सो अब म यो काटेको मुलाहरूलाई चाहिँ एक घाम सुकाउँछु। मुला र यो खुर्सानीलाई काटेर अनि अहिले आज घाममा सुकाइसकेपछि भरे बेलुका चाहिँ अचार हाल्छु। मैले चाहिँ काटेर बाहिर लिएर घाममा सुकाइदिनु पनि सकेको छु। अब यो एक घाम मजाले सुकाउँछु अनि भने चाहिँ मैले अचार हाल्छु। सो मैले चाहिँ भात पनि खाएको छैन, अब म भात खान्छु।
सो गाइज अब म भात खान्छु खाना अनि ब्रोकली र आलुको सब्जी बनाएको थिएँ यो चाहिँ मुसुरी दाल अनि यो चाहिँ अचार डल्ले खोर्सानीको सो म भात खान्छु मलाई चाहिँ त्यो खाना आउँदैन गाइज मलाई बम भात बनिन्छ अनि मलाई अलिक पनि हाल्छ कलको अचार होस् नहोस् होइन हाम्रो घरमा अक्टोबरको अचार चाहिँ कहिले टुट्दैन अफ सिजन अन सिजन सिजनमा त खाने भइहाल्यो नि होइन मेरो सासू मम्मी लभ 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 अक्टोबरको खोर्सानीको अचार पिरो लभ म मोटाउनुको दाल यो गाँस हो होइन होला के हो नेपाली हो क्या खाएको साथै भन्नु आफैले पकाउँछु आफैलाई मिठो लाग्छ एक थाल भात 2 गिलास पानी मैं तो फिर से थक गई Thank you. Thank you. Somebody go. Welcome, Ina. Thank you. Thank you. Just take it. Thank you. Cái bạn bạn đâu? Thank you. Welcome, Ina. Thank you. Welcome, Ina. Thank you. Chuchi. Hello, kiss my baby. सो गाइस मैले चाहिँ अघि मुला धुएर अनि मजाले यो मुलालाई सुकाएको थिएँ सो 1 ग्राम सुकिसकेको छ अनि अब म अचार बनाउन गइरहेको छु सबै सामानहरू मैले ठिक पारिसकेँ अनि मैले यहाँनिर नुन हालेको छु अब म यसलाई अलिकति मोलेर छोपेर राखिदिन्छु अनि त्यसपछि फेरि हाल्छु अहिले चाहिँ नुनमा अघि भिजाएर राखेको तपाईँहरूलाई थाहा नै छ अब यो पानी यसले निकालिसकेको छ पानी पनि देखाइदिनु त यता अलिकति पानी पनि निकालिसकेको छ होइन अब म यसलाई मजाले निचारेर सो गाइस मैले चाहिँ सबै मसला हालिसकेँ हालिसकेँ अब म यहाँ तेल हालेर हाल्छु अनि मसला मोलेर अनि भइहाल्यो म चाहिँ यो मन सक्छ गाइस सबैलाई बन्टी हाल्न तर्फ लाग्छु भगवान् यो अरूलाई नमन परे पनि हुन्छ होइन केही मतलब छैन मलाई रुको जरा सबर करो भन्नाले एडजस्ट गरेर खानुहुन्छ क्या होइन अरूले तर मेरो सासू मम्मीलाई चाहिँ एकदम मन पर्ने हुन्छ किनकि मम्मी अचार लगाउँदा जिब्रोमा जाने बित्तिकै मेरो बुहारी तिमी जहिले नै अचार हाल भन्नुहोस् त्यहाँ त्यस्तो खालको अचार हुनुपर्छ तिमी मुला कैसा लगा मेरा मजाक गाइस हामीले चाहिँ मजाले खान्ती खाँदी हाल्नु पर्ने हुन्छ होइन यसरी मजाले सिसाको बयममा अब प्लास्टिकको बयममा पनि हाल्दा त हुन्छ तर सिसाको बयममा चाहिँ अझै राम्रो धेरै दिनसम्म भन्नाले धेरै राखेर खान मिल्छ वर्षौँ वर्ष पनि सिसाकोमा चाहिँ प्लास्टिककोमा चाहिँ त्यस्तो अलिक मिल्दैन किनकि अलिक बिग्रिहाल्छ नि त धेरै महिना भयो भने त्यो भएर सिसाकोमा चाहिँ मजाले यसको टेक्सचर पनि बिग्रिँदैन एकदम मिठो आउँछ फाइनली गाइज मैले चाहिँ अचार हालिसकेको छु गाइज मैले अचार पनि हालिसकेँ अब म रेस्ट गरिरहेको छु सो अब म सुत्दै नानीलाई पनि सुताउने सो आजको भ्लग कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला अनि मेरो भ्लग राम्रो लाग्दैछ भने सेयर अनि लाइक पनि गरिदिनु होला अझै राम्रो राम्रो भ्लगको साथमा म आउनेछु अनि मलाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब माई च्यानल बाई थ्याङ्क यू फर वाचिङ